हेलो सबैजनालाई गुड मर्निङ जय मसी। आज हामी यहाँ कोसीमा आइसकेको छौँ र तपाईँहरूलाई कोसी देखाउन गइरहेको छु। यो बारी चाहिँ खोटाङ पर्छ र यो चाहिँ हाम्रो उदयपुर हो। यो मेरो अङ्कलहरू, जेठा अङ्कल, कान्छा अङ्कल। अनि कोसीमा चाहिँ हामी माछा मार्ने छौँ। हेर्नु कोसी खै बस्यो छ माछा त मारेको छैन। कोसी धेरै घटेको नि होइन, धेरै घटेको नि। केही भएन होइन, पोहोर साथै बेली ब्रिज लग्दै यसपाल अनि केही छैन सम्म। त्यस्तो साह्रो आएन। बेली ब्रिज पनि लग्यो र बेली ब्रिज है पक्की पुल हो नि, बेली ब्रिज त होइन नि। पक्की पुल लाग्यो कस्तो बेली ब्रिज भन्ने ठाउँ पानी भएर कस्तो छ? ठिक छ त है। धेरै कोसी आमामा यो हाम्रो ढुङ्गा छ नि, यो चाहिँ बिचारी ढुङ्गा होइन। पहिला यो के अरे बाढी धेरै ठुलो आउँदाखेरि यो ढुङ्गालाई हेरेर मान्छेले थाहा पाउँथ्यो अरे होइन कति आयो भनेर। यो चाहिँ हाम्रो विचार गर्ने ढुङ्गा हो र ढुङ्गाको नामै बिचारी ढुङ्गा छ। ल रसाघाट ल एक दुईवटा भ्यू देखाउनु। म यो साइडबाट गर्छु। ल देखिन्छ फुल। एक्सन। ए कोसीमा झरो ओइ झरो झन्डै लाउरेको जस्तो छुट्टेछ नि त। यिनीहरू लडेका त डेन्जर गएर छ नि मुखमै। बचाउनु त पर्दैन, पानी कमुलो छ। ए स्लो छ। यिनीहरू हाम्फाले यहीँ डुब्छ नि त, खतरा छ। हाम्रो लाउरेले दामी तरिका के भन्छ सकिएन नि अङ्कल। तपाईँहरू मेरो त भिडियो खोलाको बनाएको नि त्यो त अनि 1000ले पो हेर्नु। ए तँ ए काती खोला अस्तिनीको माछा मार्दै गर्नु अस्ति कि पोहोर हो। एक सालको पोहोरको त अब अहिलेको त अरू कोही गर्ने तपाईँहरूलाई मन छ छैन। के गर्नु र होइन कि म त केही जान्दिनँ। अहिले त्यही मलाई त त्यस्तो तिमीले जस्तो सुटी हानेर नि। ल सिमको पानी चलाउँदै यो चाहिँ पुरै रेलिङ आएको छ क्या, गइ गएको छ। कोसीको पानी यो सगरमाथाबाट आएको पानी है। धेरै सालपछि आयो त कोसीमा। झन्डै कोसीमा परिआएको कपडा फोर आएको आज भिजेको छ। यहाँ गएको अनि अलिकति पल्टेको धम्ल्याङ भिडियो अफ गरिदिउँ होला है।